आज होलीको दिन रे, होली रे हैन। अझ यो बाटो बोरी पुरै फोहोर रङ्गचङ्ग पुरै यो प्लास्टिकको पोका बेसरी फोहोर गरेका छन् यहाँ है। यहाँ जताततै फोहोरै फोहोर छ, सडक सबै फोहोरै फोहोर छ हैन। यस्तो असभ्य, यस्तो फोहोरी, यस्तो यो चाडबाड, यो पर्वको नाममा यो कहाँबाट भित्रियो यो नेपालमा। मैले आजभन्दा पर 12-15 वर्ष अगाडि यो होली भन्ने मैले सुनेको पनि थिइनँ। यो काठमाडौँ आएर मात्रै देखेको। यहाँ चाहिँ खासमा यो विशेष गरेर पाहाडमा मैले पढेको स्कुलमा चाहिँ गाउँघरतिर चाहिँ आज होली रे तराई बिदा भनेको सुन्थेँ, मधेसमा खेल्छन् रे भनेको सुन्थेँ होइन। अहिले चाहिँ यो साह्रै विकृति भयो क्या। यो चाहिँ यो पुरै फोहोर, साह्रै फोहोर छ है। हेर्नु यति फोहोर छ, यो पुरै बाटैभरि छ क्या, बाटैभरि फोहोर छ यो। अहिले यति मात्रै देखाएँ मैले। छतको टुप्पा टुप्पा बसेर हानेका छन्, हाने रहेछन्। म चाहिँ यहाँ गाडीको ग्लास लाएर बसिरहेको छु। पुरै पारी सबै पुरै बाटोभरि फोहोर छ। यस्तो फोहोर कति हो कति। यो होली संस्कार यो नेपालको संस्कार होइन, नेपालको पर्व चाड केही पनि यो रीति होइन यो होइन। एउटा विदेशी हो, एउटा भारतबाट यहाँ नेपालमा भित्राइएको एउटा यो विकृति हो क्या। यसलाई विकृति भनिन्छ होइन। असभ्य, यो चाहिँ फोहोरी यो चाहिँ यो मलाई साह्रै विकृति भयो क्या। यो चाहिँ यो पहिला मलाई थाहा पनि थिएन, हाम्रो गाउँघरमा त थाहै थिएन यो होली भन्ने कुरो। मलाई आजभन्दा 12-15 वर्ष अगाडि मैले होली भनेको त सुनेको मात्रै, तर थाहा थिएन कि यस्तो होली खेल्छन् भन्ने कुरो। यहाँ यस्तो छ यो बिचरा यो बालबच्चाहरू, यिनीहरूको छाप नै, यिनीहरू गलत छाप, गलत संस्कार बस्यो क्या यिनीहरूलाई। यो चाहिँ पुरै यो विकृति, उनीहरूलाई विकृति के यो चाहिँ एउटा उनीहरूले चाहिँ अब रमाइलोको रूपमा लिए तापनि यो रमाइलो नभएर यो यसको कहानी अर्कै छ। यो होलिकाकोबाट जोडेर होली भएको यहाँ नेपालमा होली, यो खासमा यो होलीको इतिहास राम्रो छैन भए तापनि यो नेपालमा विकृति गराइएको छ। यो चाहिँ वास्तवमा इन्डियामा गर्छन् यो होलिकाको यो दफन गर्ने, यो जलाइने यो संस्कार नेपालमा लिएर चाहिँ यो विकृति फैलाछन्। यस्तो विकृतिहरू चाहिँ यो अन्त गर्नुपर्छ क्या। यस्तो कुराहरू चाहिँ अन्त यहाँ गाडीमा पनि छर्किरहेछन् पानी। अहिले मलाई धेरै अलिकति यहाँ रङ हाने भने चाहिँ म यिनीहरूलाई समातेर म कारवाही गर्नेवाला छु है। यो चाहिँ विकृति, यो चाहिँ अन्त्य गर्नुपर्छ क्या। यस्तो यो कुसंस्कार, यो कुविकृति, यो विकृति भनिन्छ क्या। यो चाहिँ यो चाहिँ एकदम यो बच्चाहरूको दिमागमा यो गलत छाप बसिरहेछ क्या। यो होली भने यो यसको अर्थ नै थाहा छैन यिनीहरूलाई। यो होलीको यो खासमा नेपालको होइन, नेपालमा यो विकृति ल्याइएको मात्र हो। वास्तवमा यो भारतमा मनाउने यो एउटा यो होलिकाको उसमा जलाइने यो कामलाई चाहिँ यहाँ नेपालमा लिएर चाहिँ यो पर्व यो रमाइलोको रूपमा लिइरहेछन् केटीकेटाहरू विशेष गरेर है। हो हल्ला गरेर बाइकमा अघि त्यहाँ बजार गएर आउँदा म त्यहाँ झगडा गर्दै थिएँ, एक आपसमा हानाहान गरेर झगडा गरिरहेको थिएँ कि, ढुङ्गा हानाहानै गरियो त्यहाँ। त्यस्तो यो चाहिँ विकृति मानिन्छ क्या। यो चाहिँ तुरन्त अन्त गर्नु पर्यो नेपाल सरकार। यो नेपालमा चाहिँ यस्तो यो हुनु हुँदैन कि। यो साह्रै फोहोर भयो। यो सडक हेर्नु त के हो यस्तो, यो कसले सफा गर्छ यस्तो है। त्यही भएर ध्यान दिनु पर्यो क्या। यो यस्तो कुराहरू चाहिँ नेपालमा हुनु हुँदैन। म चाहिँ यो विकृति मान्छु, यो चाहिँ फोहोरी भन्छु म चाहिँ यो है। धन्यवाद।